अनि माया, उमेर त धेरै पार गरिस्, फुलेर बालुन जस्तै नि भइस, अब कसले जाला? नलगे जान्न नि, आमा पालेर बस्छु काकी। अनि भाउजू ठुलीको बिहे नगर्ने भन्या, ज्यान त्यस्तै गमक्क पारेको चाहिँ बुढी भइसकी मैले एउटा कुरा ल्याछु, राम्रो केटा पाए दिन्थे नि। अनि हजुरको पहिलो बुढी खोइनी? यही छोरी जन्माउँदा सास गयो। छोरी बोलाउनुस्, भेटेरै कुरा गर्नु ठीक होला। चिया लिनुहोस्। छोरी यस्तो खायो भने ज्यान घट्छ रे, केही महिना खाऊ, कसैले मन पराइहाल्छन् कि। कसैले उमेर गने, कसैले आकार जोखे, आफूभन्दा दोब्बर उमेरको मानिसले समेत मसँग विवाह गर्न मानेन। के म साँच्चै कसैको लायक छैन? उसलाई हेर्न आएको केटाले हुँदैन भनेछ नि? यत्रो क्विन्टल ज्यान पाल्न गाह्रै हुन्छ नि। माया, तिमी त्यहाँबाट छिर्दैन होला, अलि ठुलो ठाउँबाट आऊ। उसको आमाले जस्तो केटा पाइ नि टीका लगाएर दिन्छन् रे। मेरो ठुलो बाबा हुनुहुन्छ, ठुली आमा बित्नुभयो भन्दिन के हो? आकार र उमेर मात्रै हो त हाम्रो पहिचान। मेरो शिक्षा, संस्कार, चरित्र, मेहनतको केही मोल छैन। तर म हार मान्दिन। आकारमा पहिचान दिने समाजकै लागि भए पनि मैले दुब्लाउनु छ। माया, बल्ल तल्ल एउटा कन्ने केटाको कुरा ल्याएको छु, जसो जसो भन्छन् मान्नु है। फेरि अर्को एकपल्ट मेरो मजाक उड्नेछ। मलाई तिमी खासै राम्री लाग्या हैन, तर तिमी पढेकी र कमाउने भएकाले विचार गर्न सक्छु। टन्न सुन र धेरै नगद दाइजो चाहिन्छ। घरका सबै काम गर्नुपर्छ, म थाकेर आउँदा मेरो मोजा पनि खोल्नुपर्छ। अनि तिमीसँग मेरो जोडी मिल्दैन। तिमीलाई कहीँ लैजाने छैन, साथी भेटाउँदिन, कमाएर मलाई महिनामा तलब दिनुपर्छ। हामीलाई मन्जुर छ ज्वाइँ साहब। आकार र उमेरले मलाई भेडा बाख्रा भन्दा पनि बेमोल बनायो। ठीक, सास फेर्न पनि मलाई सोध्नुपर्छ भन्लान् भोलि। पहिलोपल्ट भेट्दा यति भन्न सक्नेले म पशु हो कि मान्छे? आमा, हामीले दाइजो दिन सक्दैनौ, ऋण बोकाएर बिहे गर्ने मन छैन, म यो बिहे गर्दिन। छोरी, तेरो कुरा ठिकै हो, तर त्यत्तिको केटा फेरि पाइँदैन कि? मायाले पहिलोपल्ट केही अठोट लिएकी थिइन्। उनी अब आफ्नो लागि बाँच्न चाहन्थिन्, जिम जान्थिन्, मेहनत गर्दै थिइन्। पानी लिनुस्, तपाईँ यहाँ नयाँ जस्तो लाग्यो। हो, सुरु गर्दैछु। हरेक दिन रोहन र मायासँगै जिम गर्न थालेको थिए। मायाले कोही मान्छेले उसलाई मान्छे सोचेको पहिलोपल्ट अनुभव गर्दै थिइन्। माया, तिमी जस्तो छ, मलाई त्यस्तै मनपर्छ। तिमी भेट्नु मेरो भाग्य हो। मलाई यति माया गर्नुभयो, अब जीवनमा केही गुनासो छैन। अलिकति पैसाको समस्या भयो, केही दिनलाई सापटी देऊ न माया, मेरो विश्वास त छ नि है। ठीक छ, चिन्ता नगर्नुस्, म छु नि। धन्यवाद माया, म चाँडै फिर्ता गर्छु। हुन्छ, कुनै हतार छैन। म्याम, यो उहाँको बायोडेटा, मेहनती हुनुहुन्छ। मायाले सकेको मद्दत गरी रोहनलाई जागिर दिलाउँछिन्। अब रोहन सफल भएपछि हाम्रो बिहे हुन्छ। आमाले त्यसै पेर लिनुहुन्थ्यो। आखिरमा साँचो माया पाए। नमस्ते। बधाई छ रोहन, हजुरको प्रगतिमा धेरै खुसी छु। म आमालाई घरमा भन्छु अब। तिमी अझै पनि उस्तै मोटी रहेछौ है। हाम्रो जोडी खासै मिल्दैन। काम म्यानेजर सबैले चिन्छन्, धेरै भेटघाट हुन्छ। अलि कम खाने गर, ज्यान घटाऊ। तर हजुरलाई म जस्तो सो राम्री लाग्या होइन र? म फेरि हारे भगवान। त्यत्रो देखायो, एउटैले लगेन। अब 3 जना नातिको हजुरबुवाले पनि लग्दैन तलाई। आफ्नो स्वाभिमान नै बिर्सेर बिहे गर्न त्यति जरुरी छ र? विवाह मात्रै जीवनको मापदण्ड हो र? म हिड्ने बाटो मेरो मात्र हुन सक्दैन? यसमा अरूले मलाई डोर्याउन जरुरी छ? बारम्बारको तृष्णापछि उनी फेरि आफ्नो जीवनमा फर्किएकी छिन्। दिनहुँ सुन्ने तानाहरू अब उनले एक कानले सुन्थिन् अनि अर्को कानले उडाउँथिन्। यो क्विन्टललाई त कसैले लादैन। यसको बहिनी त राम्री थिए, त्यसको नि बिहान हुने भयो।
घर अफिस घर यसलाई नै उनले आफ्नो जीवन बनाएकी छिन्। तर सँगै आफ्नो कारण आफ्नी सानी बहिनीको पनि विवाह नभएकोले उनी दुखी पनि थिइन्। फोन पे छ तर डेटा छैन, कसरी गर्न सक्छु? एकछिन डेटा दिन मिल्छ? यो लिएर गर्नुहोस्, केही छैन, कहिलेकाहीँ यस्तै हुन्छ। तपाईँ साँच्चीकै दयालु हुनुहुन्छ। सहयोगका लागि धन्यवाद है। बिस्तारै उनीहरू बीच मित्रता हुन्छ जहाँ स्वार्थ थिएन, एक अर्कालाई बुझाइ अनि सजिलो माया मात्र थियो। आमा, म साँच्चीकै मायालाई चाहन्छु। मलाई मायाको हात दिनुहुन्छ? बल्ल मेरो छोरीको घर बस्ने भो। स्वास्थ्यलाई बलियो राख्नु जरुरी छ, बाँकी उमेर र आकार होइन। मान्छेको साँचो मूल्य उसको संस्कार, शिक्षा र चरित्र हो।